हेलो गाइस, गुड इभिनिङ। आज चाहिँ एउटा स्याड न्युज के अरे हामीसँग आउनुभएको थियो रङ्गिता दिदीलाई कुकुरले टोके अरे दुईवटा औँलै छैन भनेर पुरा तर्साएर मेसेज आइरहेको थियो। म र संयोग सर चाहिँ भेट्न जाँदैछौँ उहाँलाई के कस्तो छ। अस्ति किनकि हामीले निकै नै भोकेर आएको क्या होइन, एउटा जब त्यो बेला त उहाँले त थोरै टोकेको थियो, त्यही पनि हामीलाई कति दुःख भएको थियो त्यो बेलामा चाहिँ। दुईवटा औँलै छैन भन्दैछन्। अनि यो साँचो हो कि झुटो हो कि दुईवटा औँलै नआउनु त मैले गाना बजाएको गाना बजिरह हो। मैले भने कि हामी चाहिँ उहाँ त्यो रङ्गिता दिदीको क्या उहाँलाई भेट्न जाँदैछौँ। अनि अस्ति तपाईँलाई के कति दुःख पाएको थियौँ हामीहरूले होइन, थाहै छ तपाईँलाई। गाइज अब धेरै दुःख हुन्छ ग्रिसमा होइन। कस्तो भन्दाखेरि यहाँ कुकुर चाहिँ एकदमै बाहिर छोड्ने रहेछन् होइन। कुकुर गयो भने बाहिरतिर मार्केट जाँदा पनि एकदम कुकुर होइन, जहाँ हिँड्दा भन्नाले कुकुर भएर चाहिँ अलिकति बाहिर हिँड्नलाई एकदम मुस्किल छ। अनि अस्ति फेरि मलाई पनि हल्का नियाएको थियो कुकुरले टोकेको जुन फोटो उहाँले पठाउनु भएको छ हामीलाई, दुईवटा औँला नभएको त्यो फोटो पनि मैले राखिदिएको छु यसमा होइन। अब त्यति हेरिसकेपछि अब कसरी बिलिभ नगर्नु। ल गाइज, हामी अप्रिल फुल हुन गइरहेको त छैनौँ कहीँ, गाह्रो छ नि हो, के गरे यस्तो साँच्चै होइन। तर त्यस्तो नभनौँ, अब उहाँले साँच्चै नै अप्रिल फुल नै रहेछ भने उहाँलाई चाहिँ गोली हान्नुपर्ने हुन्छ तत्काल, गोली हान्नुपर्ने हुन्छ तत्काल। एकछिन गएर आउँछु म, एकछिन गर्छु सुतेर। हामी यति रातिमा अहिले यहाँको 11 बज्न आँटेको छ। राति ड्युटीबाट म भर्खरै 10:30 को ड्युटी सकेर डाइरेक्ट रुममा गएर लुगा पनि नफेरिकन होइन, म ड्रेसमै छु अझै पनि होइन। अनि रातिमा गइरहेको छु। अनि सायद फेरि अप्रिल फुल यस्तो चड्केर हान्ने नि फेरि, त्यही भने औँला लगाए आउन त यस्तो देखाएको छ के गरे। ल हेर औँला नै छैन होइन, के आउलै छैन जस्तो। तर म त अघि तर्सेर फोन गरे उठाउँदैन। तर उहाँको लागि हामीले यो पावर टिम लगिदिएर आएको छौँ होइन। अहिले अब हाँस्नु कि रिसाउनु कि रुनु त्यहाँ गएर हुन्छ, किनभने अब दिनभरि 8 घन्टा काम, 8.5 घन्टा 9 घन्टा काम गरेर आएर पनि होइन रुममा खाना पनि खाएको छैन हौ, भोक लागेको छ मलाई त। अब उहाँले फेरि अब गएर आउँ पहिला, अब खानाभन्दा बिरामी ठुलो हो, भेटौँ के हुन्छ भनेर भन्नुभयो। त्यही भएर ठिकै छ ल त। म पनि बाहिरबाट चप्पल जुत्ता चाहिँ खोलेँ, चप्पलमै त्यो ड्रेसमै चलिदिएको होइन। उहाँ चाहिँ फेरि मलाई कुरिरहनु भएको रहेछ, सब म आएपछि चाहिँ जाउँ न भनेर। अर्को साथी चाहिँ हाम्रो फडेन्द्र सर चाहिँ बिरामी हुनुहुन्छ आज, बिचरा उसलाई पनि टाउको दुखेर म त मर्न आँटेँ भन्दै उता एकजना बिरामी, अब एकजना यता कुकुरले टोकेर बिरामी। अब लास्टमा अप्रिल फुल रहेछ भने त बेफुल्यो बारीमा। साँच्चै नै हो भने त यार स्याड न्युज हो नि, दुईवटा औँला कुकुरले खाइदिनु भनेको त कहाँसम्मको। तर होइन क्या, कुकुर यो बाटोमा छँदै छैन, मलाई ड्युटीमा छ जस्तो लागिरहेको छ उहाँ है, तर मैले देखिनँ। फेरि त्यो उसले भन्दै थियो क्या ऊ त्यो माया दिदीले अघि नै रङ्गिताको सेक्सनमा छु म, रङ्गिता यहीँ छ भने जस्तो लागेको थियो फेरि अघि। त्यसो भनेको थियो हो कि के हो होइन, उसलाई पर्खिरहेको छ भने फेरि त्यत्रो साह्रो किन पर्खिनु। बिचमा उसले खोरा खुइ होइन, अप्रिल फुल नै उसले हामीलाई जिस्काएको। अब मरिएर अब राइनी मऱ्यो त्यो सोच्न मलाई होइन। यो म पनि हतार खाना उ गरेँ, काम गरेँ छुइनँ। चन्द्रमा कस्तो भुत जस्तो देखियो यार, त्यहाँबाट ठ्याक्कै उ जस्तो क्या, के अरे भेनम जस्तो एउटा आँखा यस्तो हेऱ्यो। काम गरेँ छुइनँ भने के, अनि काम गरेर हातै दुख्यो मेरो त भनेर म त आइपुग्छु होला भनेर हतार खाना बनाएँ। यसरी अलिक माथि अग्लो सकिन्छ। भ्लग बनाउन गाह्रो रहेछ गाइज होइन, भ्लग बनाउन गाह्रै छ। अब गोल्डको टाइम अब एकदमै न्युज च्यानल हो, त्यही भएर म त फेरि पहिला त होइन अब स्टारै मान्छे हो होइन। त्यो के भन्दा नि मैले अरू ब्याकअप भ्लग बनाउनै पाइनँ कि। अनि के भन्छ अरे त्यो के भन्नु ए मलाई एउटा ट्राइपोड कस्तो तर्साइदियो, उहाँ त सलल कस्तो आवाजै नगरेर आएछ।
अनि एउटा ट्राइपोड र एउटा ऊ किन्नु पर्ने छ गिम्बल सानो गिम्बल भन्छु के भन्छ त्यसलाई सेल्फी स्टिक त्यसले चाहिँ अलिक सजिलो हुन्थ्यो भन्ने आशा छ र मलाई खासै भ्लगिङको यति नलेज पनि थिएन त्यही पनि हेरी जसो तसो गरेर अगाडि बढ्दैछु गाइज प्लिज आशा छ तपाईँहरूले मलाई सपोर्ट गर्नुहुनेछ है र आगामी दिनहरूमा म राम्रो भिडियोहरू लिएर आउने नै छु रमाइलो र यहाँको के भन्छ वातावरणै भन्न आएको थिएँ मैले ल गाइज अब चाहिँ हामी त्यो दिदीको रुमको छेउछाउ पुग्न आँटिसक्यो मेरो हात पनि दुख्न आँटिसक्यो होइन यता एउटा हातमा ब्रेड छ एउटा हातमा ब्रेड छ फेरि म चाहिँ अनि अब तपाईँ सुपरस्टारै हुन्छ अनि के भन्छ अरे अब बाँकी कुरा त्यहाँ गएपछि हेरौँ अब उहाँलाई चड्कन हान्ने कि अब उहाँलाई विचार भन्ने अब लेट्स सी गाइस होइन मलाई अहिले याद भइसक्यो त्यो पक्कै पनि ऊ नै हो प्र्याङ्क नै हो प्र्याङ्क भन्छु अप्रिल फुल नै बनायो होला रगतै छैन त एउटा पनि त्यहाँ अब रिस उठ्न थाल्यो मलाई कस्तो मुखै छाडिदियो जस्तो भइसक्यो यार म अघि सोध्नै पाइनँ कि सर कता बिजी रगत पनि छैन हौ त्यो फोटोमा त है तिर कस्तो लाटो हो हामी त लगाइस हेरौँ अब हाम्रो तपाईँहरूलाई पनि रिस उठिरहेको मलाई पनि उठिरहेको अब हेरौँ के हुने हो अब ल फाइनल गाइज हामी चाहिँ उहाँको रुमको बाहिर पुगिसकेका छौँ होइन अनि मान्छे त यहाँ कोही पनि छैन हामीले बेल त बजाएर कोही आउँछ यहाँ पनि हेरौँ मलाई अब लाटो रिस उठ्नु थाल्यो है यो आओ ल भित्रबाट को नयाँ मान्छे आउनुभयो खुला छ छैन नि बन्द छ दिदी आएको छैन त्यसले जिस्काइ के हो दिदी छैन यहाँ रुममा के हो कि ड्युटीमा गयो होइन थाहै नहो अनि के कुकुरले टोकेर बिनाउन छैन भनेर फोटो पठाइरहेको तैँले पनि पठाएको हो किन अब ऊ कसम होइन भने त फेरि के साह्रो राति मान्छे यहाँ ड्युटीबाटै बाहिर आएर तपाईँ सुत्नु भएन अझै कुकुरले टोक्यो बिचरा उहाँलाई हेर आफत बिहान 7 बजी ड्युटी भएको मान्छेलाई अहिलेसम्म कुराइदिएर कुकुरले टोकेको छ भनेर र उहाँ चाहिँ खासमा ड्युटीमा हुन्छ मैले थाहा पाइसकेँ अब उहाँले चाहिँ गाली खाने बेला भयो यति राति ड्युटी 8-9 घन्टा ड्युटी गरेर होइन अनि अहिले चाहिँ आफू चाहिँ ड्युटीमा रहेछ उहाँ यस्तो जिस्किएर भएन एप्रिल फुल भन्दैन यत्रो एप्रिल फुल बनाइदिएको मान्छेलाई कस्तो भोक लागेको थियो मलाई भात खान पनि हेरौँ सर निकाल्नु कि अलिक बिस्तारै बोल्नु ललिता फेरि जङ्गिएर आउला भित्रबाट अहिले सुतिरहेको पनि पठायो फोटो मलाई पनि पठाएको छ कुन फोटो तपाईँलाई त्यो रगत छ त्यसमा छैन होइन आज अप्रिल फुल होइन 1 तारिक होइन पस्केलाई उसले मार्ने मैले कसम म त त्यही त अहिले म त यस्तै थिएँ हेलो उहाँलाई पनि भनेको छ कि हो उहाँलाई पनि थाहा छ जस्तो लागिरहेको है मलाई फेरि हाँसेको होइन उहाँबाट कुन तपाईँलाई थाहा थियो होइन यता हेर्नु त होइन तपाईँलाई थाहा छ यो अप्रिल फुल बनाउनुपर्छ केटाहरूलाई भनेर होइन होइन म त चक्कु हानेर झाने मैले घाइते बनाएर झान्थ्यो दुईजना बाँधेर तपाईँलाई पनि उहाँलाई पनि थाहा थियो जस्तो लागिरहेको मलाई कि अर्को भिलेन हुनसक्छ है गाइज अहिले उहाँले पनि गाली खान सक्नुहुन्छ अहिले म पनि फेरि कस्तो आवेशमा आइहालेँ कि त्यो फोटो हेर्न त म अब टेन्सन भयो नि त अस्ति त हामीले कति दुःख पाएको थियौँ नि त म त अघिदेखि कस्तो टेन्सन भइरहेको थियो मलाई होइन रुमबाट अलिकति दिमाग पुऱ्याएर हिँडेको भए चाहिँ के हुन्थ्यो भन्दाखेरि त्यो फोटो हेर्नुपर्ने फोटोमा त्यत्रो काटेको छ भने अलिअलि त रगत हुन्थ्यो कि त्यसमा किनभने त्यो त टिस्यु पेपरले बाँधेको छ नि त म त कसम ब्यान्डेज जस्तो देखेँ म त
टिस्यु पेपर जस्तो हो त थाहा त थियो तर कस्तो दिमागले कामै नगरे कि यो के अरे रगत किन छैन भन्ने कुरा देखेर अनि मैले ब्यान्डेज जस्तो देखियो अनि त्यहाँबाट मैले बस्दै जान अहिले तपाईँले पो अझै अप्रिल फुल भनेर राम्रो जुम गरेर हेर्दा त त्यसो कफी पियो भने अहिले राति निदैन नलगा अब यही न्युमा कफी खान आएको थियो भनियो त अनि कसम म त त्यही अस्ति मैले दुःख पाएको थियो त्यही भएर चाहिँ साथी हामी चिन्ताको मारेर अब खास नत्र यति राति भोकै ड्युटीबाट आएर हामीलाई पनि रहर थिएन क्या आउनु होइन किनभने हामी भने एकदम सहयोगी भावनाको मान्छे हो अब उहाँलाई पनि थाहा रहेछ एप्रिल फुल हो भन्ने कुरा अब मैले बुझिसकेँ यो प्योर हामीलाई मूर्ख बनाएको हो एप्रिल फुल बनाउन कोही नभेट लास्टमा हामी पीडितहरूलाई चाहिँ हेर त बिचरा थाहा छ कि मलाई तर उसले मलाई अप्रिल फुल मनाउन लगायो किनकि त्यत्रो औँला काटेको मान्छे काम गरिबस्छ त नि आज अप्रिल फुल भन्ने थाहा थियो नि त मलाई मैले नेपालको के हो के चलिरहेछ कहिले दसैँ हो भन्ने त कहिले दसैँ हो भन्ने त नेपाल पनि एप्रिल फुल त इन्टरनेसनल यो नेपालको होइन नि त एप्रिल यो इन्टरनेसनल हो यो खास इङ्ग्लिस डेटको एप्रिल हो इङ्ग्लिस डेटको यहाँ पनि कसैले दिएन दनक त दिएन तर यहाँ मेसेज गरेर आउनु पर्ने तपाईँ फेरि बढी दिदी आयो कि आएन भनेर मैले मेसेज गरेर अनि त्यहाँ अनि आयो कि आएन भने चाहिँ भेट्न आउँछ भन्ने त हुन्छ नि त कति काम थियो यार मेरो भिडियो एडिट गर्नु थियो अस्ति यार वाइया थियो अच्छा कसम हो क्या लुगै नै फेरि आएको छु यो ड्रेसमै आएको छु कि म मेरो कम्पनीको लोगो देखाउने बिर्सेँ यो चाहिँ पी होइन आर हो गाइस ODOULA रे पोडुला त्यो हिसाबले रुडुला हो तर हामीले पढ्यो भने यसलाई के पढ्नु खोइ त अनि अब यहाँ के कफी खाना आए जस्तो कफी खाने अब राइनीलाई अब खै लट्ठी एउटा लट्ठी त ल्याइहाल्नु पऱ्यो खानिहाल्नु पऱ्यो त र उहाँले चाहिँ कफी बनाइदिनु भयो धन्यवाद बिचरा उहाँ हामी त इन्टरनेसनल बिचरा भएर नि ल सर गाइज यहाँ कफी पिउन आए जस्तो भयो रातिमा खाली पेटमा कफी मलाई होइन पाउडर यो खायो भने त झन् ग्यास्ट्रिक हुन्छ मलाई अहिले बनिराखेको रुममै छ तर बनाइरहेको छैन मैले खाना त रेडी छ तर अब आधी घन्टामा भित्र कति दुःख मैले त कफी चाहिँ मिठो लाग्यो धन्यवाद धेरै धन्यवाद उहाँले चाहिँ धेरै मिठो कफी बनाउनु भयो धन्यवाद यता हेरेर धन्यवाद वेलकम भन्नु नमस्ते गरेर मलाई धन्यवाद भन्न मन लागेको छैन है किन सर किन ए सायद उहाँ पनि भागीदार हो जस्तो लागिरहेको मलाई उहाँको सटाएर उहाँको हाँसो देखेर ल आए जस्तो छ गाइस उनीहरू आइरहेको जस्तो लागिरहेछ है ठ्याक्कै त्यही बस्नु ठ्याक्कै ढोक खोल्न बित्तिकै मलाई के थाहा यो हो कि यो हो नि त यो होइन छोडिदिनु यो बत्ती कहाँबाट मर्छ त्यहाँ ल ओके ल बत्ती बाल्नु जानु बत्तीको ठाउँमा ढोकलाई बित्तिकै बाल्नु ए ल अहिले यस्तो गाली खान्छ यिनीहरूले यति साँच्चै प्र्याङ्क गरेर छ भने होइन के हो कसलाई टोकेर कुकुरले माका खोइ मलाई देखाउनु त खोइ हात देखाउनु त तपाईँ कसम तपाईँलाई बहुत पिट्नु मन लाग्यो यार यस्तो म त दिमाग खराब भएको यस्तो प्रेम उहाँ हो फटा मान्छे हामी थाहा म ड्युटीबाट सिधा आएको छु यो ड्रेस पनि नखोलेर आएको छु म यहाँ यस्तो प्रेङ्क गर्ने हो त मान्छेले यार यहाँ आएपछि बल्ल थाहा भयो प्रेङ्क भयो भन्ने कुरा यार त्यो अप्रिल फुल भन्ने त हामीलाई बस्दै हुँदैन क्या तपाईँलाई त नि पखाउनु त तपाईँको त विश्वासै भएन कि औँला काट्यो रे कुकुरले खाइदियो रे आज हात मिलाम रे
चड्क नान्ने हिसाबले अहिले भर्खर जब थाहा उहाँ अघिदेखि हाँसिरहनु भएको थियो होइन अनि यसो शङ्का त लागेको थियो कि अप्रिल फुल गऱ्यो भनेर कुकुरले खाइदिएर आउँदै छैन रे अस्ति त उहाँको दुःख पाएको अब खाना नखाएर ड्रेस नफेरेर सिधै आऊँ म यहाँ होइन कि अब फडी पनि बिरामी रहेछ आउने बित्तिकै मैले खाना बनाएँ अनि आउँछ होला भनेर अनि त्यहाँबाट फेरि फोन गर्दा फटा रहेछ कि मान्छे त कसम छ्या हेर न फटा हाँसेको आज हेर्नु कुनामा मान्छेलाई दुःख दिएर पनि कसरी शङ्का लाग्यो एप्रिल फुल भने त्यो टिस्युमा रगत छैन क्या त्यो कसरी हुनसक्छ यो पोसिबल यस्तो छ अब के भन्नु योभन्दा बढी के भन्नु गाइज होइन चड्कने हान्न त मिलेन लिड गर्नेहरूलाई अब एप्रिल फुल बनाइहाल्यो अब के गर्नु अब के चिया खाएर जान्छ होला फोन गर्नु भएको थियो ऊ बिचरा ललिता मुर्ग हेर त्यहाँ मलाई रिस उठिसक्यो कुक तपाईँको टाउको यो भिडियो एडिट गरेर नि तपाईँको टाउकोमा मैले एउटा कुखुरा राखिदिन्छु र मेरो टाउकोमा एउटा कुखुरा राखिदिन्छु ल बास्यो बास्यो किन त थाहा छ यो ड्रेसमै छु भन्दैछु त हामीले यहाँकोलाई हामीले अब साह्रो गाह्रो भनेको हामीले सक्ने जसलाई पनि टेन्सन त हुन्छ जो अरू उनीहरू अस्ति हामीले कसरी त्यो 8 घन्टा उभिएको याद छ क्या हामीलाई त्यो कस्तो दुःख हुन्छ हामीलाई थाहा छ नि त किनभने यस्तो कुरामा भनेको आफ्नो दुश्मनै किन नहोस् कि हामी हेल्प गर्ने मान्छे कि तपाईँहरू भन्ने तपाईँहरू भयो पुरै अब म त भोगले मान्छे कर्ला कुर्लुक पर्रा उहाँ कुदेर खाना ठुलो कुरो होइन सर जाम भन्छु सिद्धि यता आइम त अनि हेर त च्याखरी जस्तै अनि कस्तो फटा रहेछ हौ कसैलाई मतलब छैन एप्रिल फुलको उहाँलाई कस्तो भएको के फेरि हेर्नु नम्बरै छैन कसले फोन गरेर अब गर्छु अफलाइन छ बिचरा ललिताको निद्रा पो डिस्टर्ब भयो यार बिचरा बिहान 7 बजी ड्युटी जाने डिस्टर्ब भयो यार अब जाउँ हामी पनि ठिकै छ धन्यवाद यसको लागि अरू त के भएन मेरो चाहिँ एउटा भ्लग भन्यो उहाँ फटामा त्यो युट्युबमा हालिदिने हो यो त मैले अस्ति किनभने मलाई कतिकला उहाँको क्रिया आउँदै छैन अरे क्या फेरि उसलाई पनि थाहा जस्तो थियो जस्तो लागिरहेको मलाई कहाँ लुकिरह उहाँ यहाँ भिडियोमा आउनु त यहाँ भिडियोमा देखिनु यहाँ कहाँ लुकिरह तपाईँ अरे भनेर भने के अब त्यहाँबाट त त्यो अप्रिल फुल भन्ने त हाम्रो दिमागमै छैन के अप्रिल अरे के अरे त्यत्रो औँला काटेको फोटो देखाएपछि हामी चाहिँ नआएर के गर्छौँ हेर्नु गाइज उहाँले चाहिँ के मेसेज पनि गर्नुभएको छ उहाँलाई लडिरहेको कुकुरले मलाई खाएर औँलै खाइदियो नि मेरो आज काम गरिन नि एउटा औँलै छैन कता खाइदियो म त यहाँ बसिरहेको छु के बोल्यो के बोल्यो हो गए खुस करवाली मलाई लाटो इस्यु उठ्यो यार कफी खान भन्नुभयो त्यही ठुलो कुरो भयो जानु फर्किनमा बिरामीलाई ल्याइदिएको त भाइ जब यो कफी पिउन आए जस्तो भयो होइन यस्तो मनाइहाल्यो अब टाउको मन्डा फुटाइहाल्यो के गर्नु अब मान्छेदेखि रिस उठे पनि यो फेरि ब्रेड चाहिँ एकदम रिस बिनाको क्या रसले ल्याइदिएको हो लगाइस देख्नु आज केटीहरूको दिमाग कहाँसम्म चलाउँछन् र हाम्रो दिमाग टिस्यु पेपरलाई पनि यसो रगत नलागेको देखेर त यसो थाहा पाउनु नि यार दिमाग पनि गुडमै छ भन्छ न के
गिलास त धुनु पऱ्यो क्या अन्डा पनि बनाइदिनु अरे अन्डा पनि खाँदैछौँ यहीँ छु लगाइस मुर्गा भइहाल्यो फटा मान्छेहरू त्यसो ल एउटा कुकुर त्यहाँ पनि रहेछ गाइस होइन डाक्टर आएको थियो कस्तोमा चाहिँ आयो भने लत्तलै दिने कि सर होइन सक्छ त आउन फेरि सक्दैन नि फेरि त फेरि हामी पनि डराइन्छ अनि एउटा कुकुर त मैले आएर हाम्रो फडी सरले भन्छन् नि के अरे टोकिदिन्छु आज मैले टोकिदिन्छु रे कुकुरलाई अझ त पुरै टोकिदिने हो कुकुरलाई तर फेरि आउँदो रहेछ एउटा भएर त आउँदो रहेछ डराउँदो रहेछ कुकुर पनि हामी त फर्किसक्यौँ गाइस अब काम छैन आज अप्रिल फुल रहेछ होइन स्पेसल्ली अब हामीलाई त्यति नलेज हुँदैन अप्रिल फुल अरूको लागि होइन हामी फुलहरूको लागि चाहिँ हो क्या हामी फुल हो सिधा सोझोको लागि चाहिँ एकदमै गाह्रो रहेछ गाइज होइन अब फुल नै बनाइदियो हामी भनेको कति बज्यो मन लमाका 12:30 भएर राति भयो मनको धनी भयो भने पनि अब मन पराइहाल्छन् अब बिचरा भनेर ट्याक्कै जाँदाखेरि चाहिँ पुरै अब अप्रिल फुल चाहिँ मनाइदिएर रहेछ हस् त गाइज ल यो थियो आजको हाम्रो ब्लग तपाईँहरूलाई कस्तो लाग्यो र योभन्दा पनि अझै रोमाञ्चक के रोमाञ्चक भन्नु हो यो पीडित मेरो यस्तै यस्तै क्रियाकलापहरू म तपाईँहरूलाई देखाइ नै रहनेछु गाइजहरू स्टे ट्युन र प्लिज यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला होइन है सपोर्ट गरिदिनु होला तपाईँको साथ सपोर्ट भयो भने मलाई पनि भिडियो बनाउनु हौसला आउँछ नि त होइन सरको सायद अब होइन अब केही कुरो कान मिल्यो भने एउटा नयाँ केही प्रोग्राम भर्खर हामी त्यही कुरा डिस्कस गर्दैछौँ र तपाईँहरूलाई छिट्टै गुड न्युज पनि दिनेछौँ होइन सायद अब होइन के हुन्छ छिट्टै त्यसपछि हामी छिट्टै ल कोसिस गर्नेछौँ गाइज होइन गाइज गुड नाइट तपाईँ